हेलो एन्ड नमस्ते जय गोरख होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु इट्स मी विमल थापा वेलकम ब्याक टु न्यू रियाक्सन भिडियो त्यो पनि स्पेशल मान्छेको भन्नाले पनि मेरो साथीको सानै बच्चादेखिको साथीको स्कुल साथीको होइन सो म खुसी लाग्यो त्यही हो भिडियोलाई अगाडि बढाउनु भन्दा पहिला चाहिँ अब उसले बहुत मेहनत गरेको छ सो धेरै उ न हैन बाउलाई गएर माया देखाइदिनु होला धेरै मेहनत गरेको छ उसले किनभने उसको मैले ओरिजिनल च्यानल पनि डिस्क्रिप्सनमा राख्दैछु गएर सब्स्क्राइब गरिदिनु होला अनि उसको र्याप पनि पुरानो गीतहरू पनि छ हैन उसले निकालेको छ मैले सुनिरहेको हुन्छु उसको पञ्चिङ लाइनहरू दामी लाग्छ आफूलाई चाहिँ मैले स्पेशल्ली साथी भनेर पनि हैन कि उसको त्यो लिरिक्सको पञ्चिङ लाइन दामी लाग्छ अनि त्यही हो के भन्छ रे उसको ओरिजिनल भिडियो पनि लिंक डिस्क्रिप्सनमा छ चेकआउट गरिदिनु होला अनि माया देखाइदिनु होला सबैजनाले ड्याङ्की ड्याङ मनैदेखि हैन एकचोटि गएर ओरिजिनल च्यानलमा गएर चेकआउट गरिदिनु होला अनि धेरै मेहनत गरेको छ सो उनीहरूले धेरै मेहनत गरेको छ मैले त के छ र मैले त एकछिन रियाक्सन भिडियो बनाउने हो हैन बस्ने हो प्लिज माया देखाइदिनु होला यति भन्दै चाहिँ भिडियोलाई अगाडि बढाउँ है त हेरौँ सँगै बसेर मैले पनि हेरेको छैन सो हेरौँ है त घरबेटी आन्टी साथी सागर गइरे यिनीहरू चाहिँ फर्स्ट बेन्चवाला मान्छे हो हामी चाहिँ पछाडि बेन्चवाला मान्छे सायद सुनेको थिएँ अहिले टिचर हैन टिचरहरू भनेर सुनेको थिएँ सो राम्रै हो अब हामी त हुन सकेन के हैन तर ठिकै छ केही छैन हामी आफ्नो ठाउँमा गरिरहेछौँ भनौँ न यिनीहरू आफ्नो ठाउँमा गरिरहेछ त्यही हो त्यही पनि माया देखाइदिनु होला है केटा हो माया चाहिँ देखाउनुपर्छ केटाहरूले घरबेटी आन्टी ओ घरबेटी आन्टी कहाँ किन चिच्याको पानी चाहिरहेको थियो अनि कति पानी चाहिरहेको अस्ति नि पानी अहिले नि पानी कस्तो पानी हो यो जहिले नि माग्ने लौ न किडनी मागे जस्तो किन पानी मात्र माग्दा ट्राफिक पुलिस जस्तो कस्तो गिद्दी गर्न जान्या फोरा कपडा थुरिरहेछन् कटकटेका भाडा पर्फ्युम छरी हिँडिरहेको छु जता पनि जाँदा हप्ताभरि 100 लिटर पानी कति पुग्छ हग्दा मुग्दा चाक धुँदा पानी सबै सक्छ सोल्टी साँच्चै हो क्या हो बक्सर नि लाखाने कट्टु नि लाखाने जस्तो लाग्यो ओ लिरिक्स चाहिँ दामी चाहिँ जारको पानी किन्दा बढ्यो धेरै खर्च भाडा त्यत्रो दिएको 6000 को भयो के अर्थशर्त थाहा छैन शब्द कस्तो पल्टाउ पानी पाऊ जहिले भन्दै सौको सना चिन्छौ तिम्रो आफ्नो समस्या हो तिमी आफै सल्टाउ पढ्न आएको खाना हग्न मुत्न अलि घटाउ सबलाई पानी पुग्छ जहिले तिमीलाई मात्र पुग्दैन 100 लिटर पानी भन्दा एक नि बढी दिदिन बस्न छ त बस्न नाइ त खुला छ के टिस्किन छाडा छिनमा तिमीले आउँछन् अर्का मान्छे रुँदिन जो आए नि पानी चाहिन्छ सबैलाई अनि तपाईलाई चाहिँ नके पानी नुहाउन सुहाउन धुनलाई अनि आफैलाई राखी हेर्नु मेरो ठाउँमा बसी बुझ्नलाई टङ्की भरि पानी तिनी कस्तो नदिने ब्याज हो र बढ्दिने थुपारेर केही हुने भर्ने दिने कम दिने कसले कति भर्यो भन्दै डटिदिने बाल्टी गन्दै बस्दिने चौकीदार चाहिँ खटिदिने महिनाभरमा एक दिन मात्र मिठो बोली सुनिने यस्तो गर्छन् न घरबेटीहरूले काठमाडौँतिर खास गरी हाम्रो घरतिर चाहिँ गर्दैन किनभने पानीको त त्यति समस्या छैन नि त हाम्रो घरतिर समस्या छैन बोरिङै छ होइन सो पानीको चाहिँ त्यस्तो समस्या छैन अब सायद काठमाडौँतिर अनि अलिक पहाडी एरियातिर जहाँ पनि पहाडी एरिया सिटी होला त्यहाँ चाहिँ अलिक पानीको लागि किनकिनै हुन्छ होला जस्तो लाग्छ मतलब जहाँ अलिक पानीको खाँचो छ जस्तै धरानमा काठमाडौँमा पनि यस्तै छ र भनी कुन्दिने नाइ त सधैँ रुखिने पर्दा बेला काम लिने सहयोग माग्न आइदिने बर्खा परे बेला मुख बोडी हिँड्दिने घरबेटी आन्टी घन्किने घन्टी छैन धनी मनकी छोरी जस्तो डङ्की सन्की रन्की साह्रै लोभी पन्की छिन हाम्री घरबेटी आन्टी
घन्किने घन्टी छैनन् धनी मनकी छोरी जस्तो डन्की सन्की सन्की रन्की साह्रै लोभी पन्की छिन हाम्री नोली बरी जस्तो पहिले अहिले सो त व्यापार चिच्याउन सधैँ होइन कति आएको जाँगर च्यार च्यार आवाज जस्तो च्याप्लालाई च्यादर आइसोस गइसोस आफ्नोलाई त त्यस्तो आउँछ आदर हामीलाई भने ए भाइ नै त सिआइडी का दया दाइ ड्याङ डुङ ढोका ठोकुम बिहान बिहान ढोका फोर्ने कस्तो सको यो भाइ मन्दिर घन्टी बज्ने बेला पिछा ढोका बजाइ देशको कानुन भन्दा बढी घरबेटीको कानुन कर्फ्यू एकदम कडा काम नफासी क्यारुन चिच्चा आउँदै चारो मार्दै चप्पल बन्दै सकुन भोलि ढोका ढकढकाउन टिप्पणी केही गरौँ कथ्यो कहाँको के कामलाई आएको मलाई नबताएको किन चिच्चै राखो आवाज बाहिर आएको डिस्टर्ब हामीलाई भागको सुत्ने बेला भाग थियो सुत्न कोही नपाएको धर्मशाला भाग छ यो जोनी आउने जाने कहिले भाइरे कहिले दाइरे केरी पुग्छ पानी अस्ति आकी नानी राखी लाउन आउने भैनन् भने हुन्छ गरे टाटा बाहिरुम लाइनी घर बेटी अन्टी घन्किने घन्टी छैनन् धनी मनकी छोरी जस्तो डन्की सन्की सन्की रन्की साह्रै लोभी पन्की छिन हाम्री घर बेटी अन्टी घन्किने घन्टी छैनन् धनी मनकी छोरी जस्तो डन्की सन्की सन्की रन्की साह्रै लोभी पन्की छिन हाम्री हाम्री घर बेटी अन्टी पर देखाउँछन् डन्की हाम्री घर बेटी आन्टी बाइलो ओ साइकलको घन्टी बाइलो ओ घर बेटी आन्टी बाइलो भैलो खेल्दैको क्या भट्टाउँदै बस्यो ओ साइकलको घन्टी बाइलो ओ बाइलो लाउन नि मेरै घरमा बसेर मलाई थाक लाउने निस्किहाल मेरो घरबाट तपाईँले भन्नुपर्छ म आफै निस्किन्छु नि यस्ता जालहरू पनि जति पनि पाइन्छ हाम्री घर बेटी आन्टी पर देखाउँछन् डन्की हाम्री घर बेटी आन्टी बाइलो ओ साइकलको घन्टी बाइलो घर बेटी आन्टी बाइलो ओ साइकलको घन्टी बाइलो केटाहरूलाई कस्तो लाग्यो होइन कमेन्ट गरिदिनु होला मलाई चाहिँ दामी स्पेसली साथी भनेर होइन कि गाना उसको लिरिक्सहरू गानाहरू मैले पहिल्यैदेखि सुनिरहेको छु सो मलाई उसको पहिलेदेखि पन्चिङ लाइनहरू छ नि त्यो लिरिक्सको पन्चिङ लाइनहरू अब मलाई त आउँदैन होइन तर पनि सुन्दाखेरि त्यो पन्चिङ दिन्छ नि त्योवाला चाहिँ दामी लाग्छ उसको पहिलेदेखि त्यही भएर चाहिँ मेहनत गरेको छ साथीले साथीलाई माया देखाइदिनुहोस् होइन मनैदेखि भनेको त्यही हो अरू बेलाको चाहिँ कहिले पनि रिक्वेस्ट गर्थेन आज चाहिँ रिक्वेस्ट गर्दैछु साथीलाई माया देखाइदिनुहोस् होइन अनि त्यही हो यति भन्दै चाहिँ बिदे जाम होला होइन अर्को रियाक्सन भेटौँला है हस्त नमस्ते जय गुरु